साथीहरु गुड मर्निङ कालीमेरा वेलकम ब्याक माई युट्युब च्यानल बिमु ब्लगमा हजुरलाई स्वागत छ। आई होप हजुरहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठीक छु। आज चाहिँ म तपाईहरुलाई के देखाउन गइरहेको छु भन्देखि आज सन्डे चाहिँ म के गर्छु त भन्ने कुराहरु आजको दिनमा म के गर्छु भनेर देखाउन गइरहेको छु। मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि हेरेर साथ दिनु होला। लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। अहिले चाहिँ रेडी भयो ब्रेड। साइप्रसमा चाहिँ जहिले पनि ब्रेड खानुपर्छ बिहान बिहान हैन, चिप्स हालेर। साइप्रसमा बस्ने साथीहरु मैले चाहिँ खाजा खाइसक्यो। अब चाहिँ म काममा लागे साथीहरु। यस्तो बगेर हैन ट्रक लागेर गाउँघरमा मान्छेले चाहिँ एकदम लोभी छ कि लोभी। गाडी धुन जाँदैन, गाडी धुन हामीलाई लाउँछ। त्यस्तै फोर गाडी चढेर ग्यारेजमा गएर धुँदैनन्। गाह्रो छ हौ साइकलमा। कसको घरमा यस्तो माउँछ हौ। धुनै पर्छ। आज धुँदै आज पल्काइदिएछु भने जहिले फुर्सद मिल्छ तैँले धुँदै हुन्छ। आज चाहिँ मेरो फुर्सद छ, त्यही भएन पल्काइदिनु पर्छ। कसले पाएको छ है गाडी अब रियल लाइफ गर्न नपाउने सफा गर्दैछु क्या। अरू बेला चाहिँ बाहिर बाहिर सफा गर्दै तर सफा गर्ने नि भन्दैन थियो। आज चाहिँ जाने बेला चाबी छोडेर गाडी सफा गर्छु भनेको बाजेले चाबी छोडेर गएछ अनि Madila sangala nam shabalanga nam sala charibionanga angila jame hoy kunu sangum e chame mangsi shema jama jam appala furuti la do hoy enu na hinna tinglaro appala furuti la do hoy enu na hinna tinglaro ada ada boju go chap यसै गरी सफा गरेर बस्यो भने मलाई 10 घण्टा लाग्छ है साथीहरु। यहाँ चाहिँ हैन गाडी धुन चाहिँ हैन
पाइपबाट पानी हाल्नै दिँदैन के पुस्नुपर्छ भन्छ हाम्रो बाजे बोजू लोगेर पानी धेरै जान्छ बाजे त गाडीभित्र बसेर नि ट्वाक लाउँछ क्या हो ट्वाकको बोतल चाहिँ होइन बिर्को चाहिँ भेट्छ त यो गाडी चाहिँ मैले सफा गर्नु छ पानी भएर एक घन्टा लगाएर भित्र सफा गरिसकेपछि मेरो काम देखेर यो काम भएन त्यो काम भएन भनेर एकछिन गरेन लु साथीहरू सक्यो अहिले चाहिँ अब यो सिसा पुस्नु पर्यो बाहिरको 1 घन्टा लागेर मैले टल्काइदिएँ गाडी चाहिँ भरे मेरो सर म्याडम खुसी भएर मलाई बाहिर जाने बेला 50 युरो दिन्छ भन्ने सोचमा छु तर दिँदैन के गर्नु लोभी छ क्या लोभी जिन्दगीमा पैसा ला बाहिर जाँदा चटपटे खा भनेर दिँदैन हौ के गर्नु पैसा दिम लाग्ने गरी टल्काइदिए पनि पैसा दिँदैन क्या बल्ल सक्यो 1 घन्टा लाएर 9 बजे सुरु गरेको 10 बजे होइन यस्तो टल्काइदिएछ क्या गाडी चाहिँ अब चाहिँ के गर्छु भने यो भित्रको चाहिँ भ्याकुम ल्याएर तान्दिनु पर्यो हो साथीहरू साह्रै फोहोर भएर सक्यो अब टल्किरहेछ होइन एकदम टलक्क टल्किरहेछ है अब यो धुन जान्छु अनि त्यसपछि चाहिँ भ्याकुम ल्याएर तान्दिनु पर्यो साथीहरू त्यो भित्र धेरै धुलो रहेछ घाम चाहिँ मजाले लागिरहेछ अब गर्मी महिना आएपछि यस्तो गर्मी हुन्छ कि यहाँ चाहिँ हाम्रो लेम अलिरहेछ क्या अस्ति नै टन्नै फलिरहेको थियो टिपेर खाएर अब कति 4-5 छवटा रहेछ अनि यहाँ चाहिँ सुन्तलाको यति धेरै फुल आइरहेछ कि 10-12 वटा फल होला सुन्तला यसपालि चाहिँ अब अर्को पालि चाहिँ टन्नै फल्छ होला यता चाहिँ यस्तो छ लु साथीहरू मैले चाहिँ भ्याकुम लगाएर तान्दिएँ अब त 4-5 महिना सफै गर्दिनँ म यो गाडी यता सफा गरिसकेँ मैले अब यता बाँकी छ जिन्दगीमा के नगरी यतिको गाडी सफा चाहिँ गर्नुपर्छ है साथीहरू पैसै नदिए पनि भरे मलाई बाजेले दुई हात जोडेर धन्यवाद दिन्छ क्या त्यही खुसी लाग्छ पैसा मात्र सबै ठुलो कुरा होइन तर मलाई चाहिँ भरे यो गाडी क्लिन गरेको देखेर बाजेले चाहिँ धन्यवाद भनेर 2 हात जोड्छ त्यही खुसी लाग्छ मलाई चाहिँ यस्तो टल्काइदिएछ मैले यति धेरै फोहोर थियो मेरो आजको काम कस्तो लाग्यो हजुरहरूलाई अनि मेरो ब्लग हेरेर अन्तिमसम्म साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद मेरो ब्लगहरू कस्तो भइरहेछ लाइक कमेन्ट एन्ड शेयर गरिदिनु होला अनि सब्स्क्राइब गरिदिनु होला अनि हजुरहरूलाई पनि म सब्स्क्राइब गर्नेछु यो मेरो चाहिँ अब काम सक्यो हैन अब बिहानको काम सक्यो अब दिउँसो चाहिँ भात खाएर त्यस्तै हो भात खाने भाँडा माझ्ने बस्ने दिउँसोको काम छैन आजको ब्लग यति नै हेरेर साथ दिनु होला साथीहरू बिमु ब्लगलाई सब्स्क्राइब गरिदिनु होला बाई बाई आजको चाहिँ यति नै